हेलो साथीहरू, आज म हजुरहरूलाई मेरो पोखरा टुरको सानो मिनी ब्लग देखाउन गइरहेको छु। अनि मेरो टुर चाहिँ स्टार्ट भएको थियो 11:30 बजे, म घरबाट निस्केको थिएँ। अनि त्यसपछि म बालाजु हुँदै अनि स्वयम्भू हुँदै कलङ्कीतर्फ गएँ। अनि कलङ्कीमा चाहिँ मेरो दिदी आउँदै हुनुहुन्थ्यो, अनि दिदीसँग जाने भनेर म चाहिँ कलङ्कीतिर लागेँ। अनि कलङ्की गएपछि हाम्रो दिदीको भेट भयो। अब चाहिँ हामी त्यसपछि निस्किन्छौँ। अनि गाडीमा चाहिँ हेर्नु न यति धेरै हावा चलेको थियो कि राम 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 पुरै आँसु आइरहेको थियो कि। अनि म चाहिँ टिस्यु पेपर लिएर रोको जस्तै नाटक गरेको थिएँ। अनि यस बेला चाहिँ मलाई यति धेरै डर लागेको थियो नि, पछाडि हेर्नु न ठ्याक्कै पुरै गाडी आएर मलाई नै हान्न आएको जस्तो लागेको थियो। अनि पछि फेरि म यता चटपटे खाना आएपछि चाहिँ मन फुरफुर फुरफुर भइहालेँ। अनि चटपटे चाहिँ फेरि अमिलो बनाइदिनु भनेको चाहिँ पुरै अमिलो बनाइदिएको रहेछ कि यस्तो, तर मिठो थियो है। अनि हामी चाहिँ होटलमा आइपुग्दाखेरि हामी फुरफुर हुँदै आइपुगिरहेको थियौँ। अनि होटलको रुम पनि राम्रो थियो। यति भएपछि हामीलाई के चाहियो है, हाम्रो चाहिँ टुर त अनि रमाइलो हुन्छ भन्ने हामी ढुक्क थियौँ कि। अनि त्यसपछि चाहिँ हामी लाग्यौँ लेक साइडतर्फ। लेक साइडमा हेर्नु न कति राम्रो भ्यू देखिरहेको थियो, मैले थोरै क्याप्चर गरिहालेँ। अनि त्यसपछि चाहिँ अब हामीले आफूलाई चाहिँ नदेखाउने कुरै भएन होइन, हामी त अब अलिअलि आफूलाई हेर्नै परिहाल्यो। त्यसपछि फेरि गयौँ, यो कुन ठाउँ भन्दै थियो क्या अरूहरूले चाहिँ बारदली पनि होइन आएपछि हामीलाई फेरि फोटो भिडियो बनाउनुलाई अब कसरी रोक्नु होइन। यति राम्रो भ्यू हेर्नु न, कति राम्रो भ्यू क्या। मलाई त यहीँ बस्नु जस्तो लागेको थियो, तर बस्नु पनि मिलेन है। अनि हेर्नु न मैले सबै त्यहाँको क्याप्चर गरेँ। त्यहाँ फेरि कतै भिड रहेछ क्या। आज चाहिँ लास्टै भिड, हामीलाई चाहिँ थाहा थिएन कि यो कुन ठाउँ हो भनेर थाहा थिएन। एकजनाले कौशी भनेपछि हामी पछि कौशी भन्दै निस्किन्छौँ नि है। हामी चाहिँ पुरै अब फोटो भिडियो क्लिक गर्दै फुर पर्दै ओहो हामीलाई त के चाहियो र होइन। दुईजना भेटेपछि त्यो पनि पोखराको लेक साइडमा, आहा बल्ल चाहिँ अब कौशी भन्ने थाहा भयो कि हामी चाहिँ बसेर अब चाहिँ हामी फेरि त्यहाँनिर उसमा पुग्छौँ क्या। त्यहाँनिर स्टलहरू लाग्दो रहेछ। अनि त्यहाँ पुग्छौँ। अनि त्यहाँ पुगेपछि चाहिँ चटपटे खान मन लागिहाल्यो हामीलाई, क्रेभिङ भइरहेको थियो। अनि पानीपुरी खायौँ। फेरि पानीपुरी खाँदाखेरि चाहिँ ओहो लास्टै खतरा थियो कि, अमिलो पिरो टक्क परेको थियो। पानीपुरी खायौँ। त्यसपछि फेरि अब के गरौँ भन्ने भयो। अनि फेरि हामीलाई चाहिँ ढुङ्ग्री खान मन लाग्यो कि, अनि ढुङ्ग्री खायौँ। अनि मेरो उटपटाङमा लाएर दिदीलाई पनि मैले हेर्नु न त्यहाँ फेरि पुरै औँलामा टोक्नलाई, मेरो त झन्नै औलै खाएको थिएँ है, मैले त पुरै औलै टोकेको थिएँ ढुङ्ग्री भनेर। अनि यहाँ आएपछि चाहिँ एउटा कस्तो दामी गीत, के गीत थियो हौ, पात बजाउने मायालाई भन्ने हो कि हो, त्यही गीत बजिरहेको थियो, गाइरहनु भएको थियो उहाँले। कस्तो राम्रो लागेर मैले एकछिन उहाँको त्यो उसलाई पनि क्याप्चर गरेको थिएँ। अब बस्ने त हामीलाई फुर्सदै थिएन, हामी त उभि भिडियो खिच्दै हिँड्दै गरिरहेको थियौँ। हामीलाई बस्ने त कहाँ फुर्सद हुनु होइन, कहाँ पुग्नु छ आफूलाई अब। अनि हामी गयौँ फेरि हान्निँदै उता के अरे तालबारीमा पुगेपछि हेर्नु न कस्तो सँगै बस हामी ठ्याक्कै आरती पुग्ने त्यो हुने टाइममा पुगेको थियौँ। अनि आरती हेऱ्यौँ, आनन्द लियौँ एकछिन, कति आनन्द आयो नि, यति आनन्द आयो। अनि जय जय भन्यौँ त्यहाँ भगवान्को, अलिकति हामीले पनि ताली पड्कायौँ होइन, यसो भक्तितिर मन पनि लगायौँ। अनि फेरि त्यसपछि अब जाम भन्ने सुरु गऱ्यौँ र अनि फेरि गयौँ। हाम्रो पारा हेर्नु नि त्यहाँ फेरि टुङ 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 लाएर हात समाउँदै हिँडेछौँ है लेक साइडमा। अब के गर्नु, पुरै अब हामी हेर्नु न रुममा आएपछि नि हामीलाई चटपटे त्यो खाएर नपुगेर यहाँ कुरकुरेर लेजले नछोडेको हाम्रो फेरि यो नखाएसम्म चाहिँ के गर्नु। अनि हामी आज एक दिनको लागि चाहिँ अब